हेलो गुड मर्निङ एभ्रिवान, स्वागत छ तपाईँलाई हामीहरूको फेरि अर्को भ्लगमा। दोस्रो भ्लग मसँग मात्रै हो। मेरो तेस्रो हो नि त। मुजी हल्का आउँदैन त के गर्नु होइन फेरि हामी दोकानमा गएर अनि सामान किनेर अनि बोल्छौँ हेलो, हामी फर्किसकेका छौँ दोकानबाट। फर्किसक्यो लागिसक्यो अर्को भिडियो जस्तै लागिसक्यो हो। यहाँ बसाउँदैछ हाम्रो मुला यसको स्कुलको बस हो। गोदावरी यस हेर्नु गइसक्यो, हेर्न सक्नुहुनेछ। हामी अगाडि बढ्दैछौँ। यो हाम्रो के हो हातमा यो भन्नु होला। यस, यो खोल्ने पनि छ यसरी। अब गेस गर्नु होला के होला यो। कमेन्टमा भन्नु होला, कमेन्ट भरिदिनु होला पुरै एकदम नाटन। यहाँ रुखहरू काटिदिएको छ, अस्ति आएको कस्तो राम्रो देखिन्थ्यो दिउँसो भनेर। रुखहरू काटिदिएको रहेछ अनि हेर्न सक्नुहुन्छ, रुख एकतिरको काटिदिएको छ, एकतिरको छँदैछ। यस्तै हो, यस्तै चलिरहेछ। ए हल्कटलाई हेर्न सक्नुहुनेछ। आज काम गर्न गएन, साला घरमा बसेर ल्याङल्याङ गर्छ। त्यो बिहानको अब झाडु लगाइसक्यो। अब वेदर पनि हेर्न सक्नुहुन्छ, जाडो लागिसक्यो। पानी सानी यताउति केहीको यो छैन, खालि हुस्से राख्ने अब मात्रै चान्स छ। अब मजा पनि आउँछ, किनभने जाडोमा घुम्न सुन्न यताउति जाउँछ। तपाईँहरूलाई इन्टरनेसनल त होइन, नेसनल टुर गराउने हो हामीहरूलाई। इलान ताप्लेजु मनाङ मुस्ताङ जाने हो। अनि के भन्छ केदारनाथ धेरै टाढो छ अहिले हो। अनि मलाई सुरुमा थाहा भएको 13,000 आइसीमा काम हुन्छ भने म पहिले नै बुझ्थेँ। तर केटाहरूले मलाई भन्नु साला मिनिममको 40,000 त लाग्छ नेपाल। त्यो कारणले हेर्न सक्नुहुन्छ, यसलाई लल्चाइदियो क्या पहिल्यै यसलाई ठाउँमा पारिदियो। हेलो तपाईँहरू, अब हामीहरू जाँदैछौँ अगाडि तपाईँलाई कल्याणपुर भन्ने ठाउँ छ, त्यसको भ्यू देखाउनेछौँ। अति नै राम्रो प्लेस छ है गाई, अति नै राम्रो छ। तपाईँलाई भ्यू टावर देखाउँछ सिरियानको डाँडामा। एक्ज्याक्टली मलाई चाहिँ लेट गराइसकेकोले काम छ। अब के भन्नु पर्छ, ब्रो भनेको ब्रो हो। ब्रदर भ्लगर सब्सक्राइब गरिदियो भनेर हाम्रो फ्यान फलोइङ पनि धेरै छ। 51 मिलियन सब्सक्राइबर छ हाम्रो। 51 मिलियन यहाँ हो, नेपालको टप हो नि हामी सब्सक्राइबर। सबैले चिन्छ गाई के हो भने अहिले 51 मिलियन पुगेको छ। नाल चिनिरहेको छ, जब अझै अगाडि गएपछि कतिले चिन्ला त। मिलियनले पनि चिन्ने टाइम हजुर चिन्ता नगर न गाई, सपोर्ट चाहिँ गरिदिने होला क्या। यहाँ हामीहरूलाई सबले वाच गरिरहेको छ, सबले एकदम पुरा ताकिरहेको छ भने कुन ब्लगर हो। ब्रदर्स भ्लगर 01 हो। तपाईँहरू गएर हेर्नु होला क्या, तपाईँहरू बुझ्नु नै हुन्न, थैट सर्चै गर्नुहुन्न। अनि कहाँबाट थाहा हुन्छ त यार, बच्चादेखि लिएर ठुलो मान्छेले सोधिरहेको हुन्छ। अनि के हो यस्तो मुखले पनि भन्ने आउँछौँ, त्यहाँ लेखेको पनि छ ब्रदर्स भ्लग 01 छ क्या। मलाई त रिस उठ्छ क्या यसरी त। मलाई पनि कुन ब्लगर भनिदिन्छ भनेर चित्त पनि दुखिहाल्छ क्या। यस्तो किन भन्नु, तपाईँहरू बरु नाम सोध्ने गर्छ, बरु नाम भन्छु सब्सक्राइब गर्ने त। मोबाइल ल्याउनु, सब्सक्राइब हामीहरू आफै गरिदिन्छौँ, केही छैन। अनि तपाईँहरू भ्लग हेर्नु न कस्तो छ भनेर अनि कमेन्ट पनि गर्नु, कमेन्ट गर्नु। कहाँ गलत भइरहेछ के कसो भइरहेछ राम्रो लागेन भने बरु सजेक्सन दिनु क्या। त्यसरी किन अरूको चित्त दुखाउनु, अरूको भिडियोमा। अहिले कम सब्सक्राइबर भएर इन्सल्ट गरिरहेछ क्या केटाकेटीहरूलाई थाहा हुन्छ। त्यही त, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ बस्ने छ, राम्रो थियो पहिला त नराम्रो थियो, अहिले राम्रो छ। कल पनि राखिदिएको छ, निट एन्ड क्लिन छ। यता पनि पार्कै हो भन्दा हुन्छ। हाम्रो ट्री पार्क ट्री पार्क जुन कि हाम्रो
यो रुखहरू जुन आएको छ होइन यहीँबाट म्यानेज गरेको हो। भित्र त छिर्न दिँदैन कि नभए तपाईँहरूलाई भित्रकै हामी सिन देखाउनेवाला भित्र छिर्न दिनलाई पनि त्यस्तै मान्छे हुनु पऱ्यो होइन। भिआइपी हुनु पऱ्यो क्या, नत्र त दिँदैन छिर्न। त्यो बाहिरबाट चाहिँ देखाउन गेट सक्छ। हेर्न सक्नुहुनेछ। यहाँ होइन अगाडि पनि एक्जिट गेट होला। ए यहाँ एक्जिट हो कि अब ओपन हो, अब के थाहा। छिरेको पनि छैन गाइस, हामीहरू अहिलेसम्म छिरेको छैन। हाम्रै गाउँमा छ, छिरेको पनि छैन। छिर्नै दिँदैन कसरी छिर्ला जस्तो छिर्न दिन्छ हो कहिले तर छिरेको छैन, मान्छेहरू कोही छिर्दैन। त्यो हेर्न सक्नुहुन्छ। तर यहाँबाट मेन गेट छ, आउन सक्नुहुन्छ क्या, यहाँ भिजिटिङ गर्न सक्नुहुनेछ। टुरिस्टहरूलाई दिन्छ क्या। टुरिज्म ठाउँ बनाउँदैछ क्या, त्यही भएर अहिले हल्का काम चलिरहेको छ। रुखहरू हेर्न सक्नुहुन्छ, क्या दामी दामी छ। यो तपाईँहरूको व्यवस्थापन गर्न सक्यो भने कस्तो दामी हुन्छ। फुल पनि यस्तो दामी दामी छ भनेपछि हाम्रो आउटफिट पनि हेर्न सक्नुहुन्छ। आजको आउटफिट मेरो आउटफिट पनि देखाइदियो नि त। हाम्रो आउटफिट धन्यवाद। यस्तो हाम्रो शेखर भाइ हाम्रो सुनवर्सीको यात्रामा यो थिएन, यसलाई मिस गरेको थिएँ। तपाईँलाई क्लिपमा देखाएको पनि थियो होइन। आज चाहिँ हामीसँग छ शेखर दोस्त। त्यही भएर आज भिडियोमा बनाउँदैछु कि। आज हाम्रो मेन डाइरेक्टर र हाम्रो सजेसन जे हो हाम्रो शेखर दोस्त नै हो होइन। होइन हेर भाइ, समात्न पनि सिक्यो कि क्या, जीवनले भन्छ नि त्यो माइक समाउने बेला चाहिँ त्यस्तै हो। त्यो ठिक छैन र। तर भ्यू चाहिँ अति दामी आइरहेको छ। सानै थिनो आइफोन भए पनि होइन, आइफोन ठुलो छैन, आइफोन 6 हो हाम्रो। तर भिडियो क्वालिटी चाहिँ के भन्नु, यो अति राम्रो छ क्या। मोबाइल सानो ठुलो भएर हुँदैन क्या, भिडियो बनाउनु पऱ्यो केटाहरू। अन्त पुरा कहाँ देखाइरहेको छु, मेरो पनि आधी नै देखिरहेको छ नि होइन। अहिले चाहिँ हामी कल्याणपुरतिर पुग्न लागिसकेको छौँ होइन। धेरै दिनपछि आएको होइन हामी पनि। हाम्रो घरको छेउतिरै भए पनि हामी डुल्ने टाइम नै पाउँदैनौँ हौ गाइस। के भन्दा आफ्नो आफ्नो काममा व्यस्त हुन्छु। यो हाम्रो झन् शेखर दोस्त डिजिटल मार्केटिङ लाइनमा छ होइन। के गर्नु, आउनु होला। के तपाईँहरूको केही प्रोजेक्टहरू छ भने बनाउने होइन। मेरो ठाउँ आउनु होला। हाम्रो यहाँ शेखर भाइले तपाईँहरूको काम डिस्क्रिप्सनमा मेरो नम्बर छ, त्यहाँनिर गएर कन्ट्याक्ट गर्नु होला। अनि केही प्रोजेक्ट वर्क गराउनु छ भने होइन, केही मार्केटिङ लाइन या केही डिजिटल मार्केटिङ लाइनको बारेमा यहाँ हाम्रो शेखर दोस्तले गरिदिनेछ तपाईँलाई फ्री अफ कस्ट। सुरुमा चाहिँ, दोस्रो पालि चाहिँ हल्का अब म्यानेज गरिदिनु पऱ्यो हाम्रो। आउनुभयो भने ल फ्री अफ कस्ट, तपाईँलाई 10% डिस्काउन्ट। ल अरू के चाहिन्छ होला होइन। म चाहिँ के होइन, म चाहिँ नर्मल मान्छे हो। यो डिजिटल मार्केटिङमा छ, म चाहिँ नर्मल मार्केटिङ लाइनमा छु। त्यस्तै हो। यो चाहिँ हाम्रो गोदाम जहाँ कि म एक टाइममा लकडाउन टाइममा काम गरेको थिएँ। हामीले नै यो बनाएको है यो घर। यो पनि चाहिँ एक दिन काम गरेर भागिहाल्यो पैसा लिएर घुम्नलाई। गर्लफ्रेन्ड घुमाउने कति होला मलाई लाग्दैछ। तर हामीले चाहिँ सुरुदेखि लास्टसम्म गरेको छौँ गाइस। यहाँ एउटा यो चाहिँ हाम्रो के को गोदाम हो रे? मकै सुकाउने गोदाम अरे। सुन्नुभयो गाइस, हाम्रो शेखर दोस्तलाई थाहा छ होला, आउँदैछ राति राति। फ्याक्ट्री हो क्या। अनि यसमा मकै सुकाउँछ। आउन सक्नुहुन्छ। यहाँ 50 रुपियाँ केजीको के मनको छ अरे भन्दैछ। सुकाउने खतरा व्यवस्था रहेछ है। ल्यायो घाममा सुकाउनु पनि पर्दैन। अब जाडो त आइरहेको छ अनि घाम पनि हुँदैन। त्यो कारणले डाइरेक्ट यहाँ ल्याइदियो होइन कल्याणपुरमा। यहाँ तपाईँले 50 रुपियाँ मन कि कति एरिया अरे गरिदिनेछ होइन। सुविधा राम्रै दिएको छ हाम्रो कल्याणपुरको मान्छेहरूले होइन। यहाँ त भ्यू हेर्नुहुन्छ अहिले कल्याणपुरको तपाईँहरूलाई देखाउनेछु जुन अति नै राम्रो छ क्या। तपाईँहरूलाई अहिले के भन्छ, विदाउट ड्रोन सुटको अहिले तपाईँलाई माथिबाट भ्यू देखाउनु होइन। टावरबाट टावर हाम्रो कत्रो ठुलो छ। अहिले यहाँबाट देखिँदैन। यहाँ अहिले रुख नै छ।
खासै ठुलो त होइन तर ब्याकफुट चाहिँ खतरा पाराले हान्नु चाहिँ त्यो चाहिँ हाम्रोतिर घुमाएकै हो जति छ भने अब सिकिसक्यो नि त होइन होइन सिक्न टाइम लाग्दैन क्या 1-2टा भिडियो मात्रै हो त्यस्तो होइन अब त कम्प्युटर यस्तै हुन्छ यो हाम्रो हल्का टर्रा हेर्नु यो साला फ्री फायर लभरहरू सालाहरू फेरि सोच्थ्यो होला कुन भ्लगर आयो भनेर होइन ब्रदर भ्लगर होइन ब्रदर्स भ्लगर 01 पनि टाइप गर्नु होला सुरुमा चाहिँ अनि आउँछ सब्सक्राइब गरिसकेपछि चाहिँ त्यस्तो पुरा नाम लेख्नु सक्दैन त्यस्तै हो र अहिलेको भिडियो चाहिँ हामी यहाँ समाप्त गरेर चाहिँ मैले टुङमाथि चढेको चाहिँ हाम्रो भ्यू टावरमाथि अनि तपाईँलाई अर्को क्लिप देखाउने छु यो चाहिँ भ्यू टावर यहीँ छ होइन हाम्रो शेखर बसेर सक्नुहुन्छ खेल्ने ठाउँ पनि अति राम्रो छ बनाएको होइन बच्चाहरूको लागि यहाँ रोटेपिङ के पिङ सबै रहेछ बनाएको मजा आइरहेछ नि एकदम म पनि खाँदैछु त हेर्न सक्नुहुन्छ तपाईँहरू क्या राम्रो ठाउँ चाहिँ पार्क छ तपाईँहरू आउन सक्नुहुनेछ यहाँ हाम्रो कस्ट लाग्दैन मोटु पत्लु कुन जनसन के चिनम सबै गएको त्यो चिज मोटु पत्लु सिरिज पनि हेरेको कति दामी थियो अहिलेको केटाहरू त के भनेर बच्चाहरू सब फ्री फायर पब्जीतिर लागेको हुन्छ हामी पनि त्यस्तो जेनेरेसन होइन कि अब होइन पुरै गुली के थियो त्यतिहरू त खेलेकै होइन हाम्रो बेलामा यो मोबाइल कहाँ छ त्यति खासै त यो छैन मोबाइल चाहिने जिम्मेमा होइन सबै अहिले चाहिँ सबैलाई चाहिरहेको हुन्छ मोबाइल होइन बच्चा अब के भन्नु अहिले त बच्चाहरू बिना मोबाइलको खाना पनि खाँदैन त्यस्तो खालको के पहिला के भन्छ इन्डोर गेम चल्थ्यो अरे आउटडोर होइन अहिले भित्रमा मोबाइल गेम चल्छ यहाँ हाम्रो हात्ती साथी सबै छ यो चाहिँ भिडार अहिले चढेर तपाईँलाई भ्यू देखाउने छु चिन्ता नगर्नु होला गाइज होइन अगाडि मन्दिर पनि छ बच्चाहरू खेले मात्रै हो तपाईँहरू गर्लफ्रेन्ड लिएर आउनु होला यहाँ गर्लफ्रेन्ड प्लेस गर्लफ्रेन्ड आएपछि रिभिल हुन्छ नि यहाँ क्यामेराहरू पनि लागेको नि फेरि भाइरल हुन टाइम लाग्दैन नि त्यस्तो यहाँ चाहिँ कलिम्पोङ भनेर लेखा पनि छ हाम्रो चाहिँ भाइ लिइसकेको छ अगाडिको हामी यो खेल्नुपर्छ हो ए कसरी खेल्छ हो यो बस्नु पकाइ भाइ पकाइ कोही उठाउनै सक्दैन उठाउनै सक्दैन के साह्रो यति वेटवाला ए आफै यो गर्नुपर्छ क्या हातले खुट्टाले अर्मे आसमान के छैन आप देख सकते हो उठेर उठाउनै सक्दैन हल्का के कुन बाइक चला ए मलाई आफ्नो फोर्स गर्नुपर्छ यहाँबाट उठाउनुलाई यति पनि दम छ र केटा त ए यो के हो यो ट्राई गर्ने ल भयो अर्कोतिर खेलौँ न ओर्ली यो त सक्दैन गाई यसको वेटै छैन के भन्यो यो घुम्छ कि अब घुम्छ कता त बस्न त म चाहिँ दुईजना छिरेर त सकिँदैन नि भाइ 20 रुपियाँ टिकट हो नि पैसा दे पहिला के हो पैसा अनि यहाँ घुम्ने टिकट चाहियो नि त हामीलाई छैन पैसा छैन भने त्यसो हुँदैन सब्सक्राइब गर्नुपर्छ पैसा छैन भने ओके हो सब्सक्राइब चाहिँ गरिदिनु पर्यो है ल घुमाइरहेको छु तपाईँहरू चाहिँ आउनु भने तपाईँहरूलाई पैसा लाग्दैन हामी जस्ट फिलिङ गरेर थियौँ होइन मजा गरेर थियौँ यहाँ फ्री अफ कस्ट छ है मलाई घुमाएको म पक्रिएर ल अब मेरो पाली आयो गाई अरे यो त खतरा घुमाएको गाडी आम्बो यो त मेलामा त घुम्न कति मजाले लाग्छ यहाँ फ्री अफ कस्ट ए होइन त्यो एन्सर गरेको मलाई रुक्नु अब घुम्छ त हाम्रो त्यति पानी यहाँ बच्चा कति मजा लाग्छ अरे भाइ घुम्छ एकछिनपर्छ चढ यहाँबाट चढ्ने अहिले पछि हो शेखर भाइ आउँदैछ निकै आइज न हौ अड्केछ त हौ गाई हामी छिर्नुपर्छ घुस न छिटो छिर कहाँ निस्किरहेको छैन मजा हेर्नु पानी छ त्यहाँ पानी भयो मैले यो चाहिँ ट्राई गरौँ न अब त्यहीँबाट चढ्ने थियो मजा आइरहेको छ है गाइस खेल्नलाई तपाईँहरू पनि आउने होला यहाँ हाम्रो कलेज घुम्ने ठाउँ होइन हामी अर्को चिकटी खेल्ने होला त अर्को त यसमा आइदैन म त यसमा ओइ त्यो सकिँदैन हौ त्यो हाम्रो स्कुलमा पनि थियो तर यसमा आइदैन दुईजना यसमा क्या दुईजना अनि त्यो खानुपर्छ अघि कसरी छिर्ने त्यस्तो नै छिर्ने हामी
अब के सानो भ्यू टावर हो त नि क्या त्यो पनि चिप्लोटी मोबाइल नम्बर अब सेकार दोष ल्याएको समाउने होला तुम्हाला हेर्न सक्नुहुन्छ हामी चढ्दैछौँ ए यसमा त चिप्लिने पनि ठाउँ छैन हौ ल चप्पल लाएर त कहाँ हुन्छ त अनि हामी चप्पल लगाएको छौँ हेर्न सक्नुहुन्छ त्यही पनि सरर भयो जेसुकै राम्रो भयो फन फ्याक्ट छ तपाईँहरू हेर्न सक्नुहुन्छ आउनु सक्नुहुन्छ तिमीलाई आऊ पनि फर्स्ट फ्लोर चढिसकेको हेर्न सक्नुहुन्छ सेकेन्ड यहाँ हाम्रो दुर्गा माताको मन्दिर छ यहाँ हामी तल यहाँ हामी माथि आसमानको उचाइले भने जस्तै यो हाम्रो 5th फ्लोर हो 5th फ्लोर हो कि कति फ्लोर हो थाहा छैन तर यसलाई 5th फ्लोर नै भन्छ तपाईँ हेर्न सक्नुहुन्छ चारैतिर तल पिङ छ तल पार्क छ हाम्रो ब्रदर चाहिँ अलिकति कालो देखिरहेको छ कि सक्नु यो हाम्रो घर जाने बाटो हेर्न सक्नुहुन्छ खोइ थाहा भएन त्यो शहीदको के थियो त्यो स्ट्याचु हेर्न सक्नुहुन्छ तपाईँले जुम गरेर देखाउनेछौँ त्यो हाम्रो यहाँको पुरानो व्यक्तिको स्ट्याचु हो जिम पनि रहेछ है त्यो जिम होइन त्यो नर्मल हो तपाईँ यहीँबाट हेर्न सक्नुहुन्छ कस्तो दामी तपाईँहरूलाई देखाउँदैछौँ हामी चाहिँ यहाँ पुगिसकेको थियौँ 10th फ्लोरमा होइन तपाईँलाई भनिरहेको थियौँ नि हामी हामीहरूले बिना ड्रोनको मोबाइलबाट भ्यू देखाउँछौँ भनेर माथिको आकाशको तपाईँहरूलाई भ्यू देखाउनेछौँ हेर्न सक्नुहुनेछ लेट्स वाच बिना ड्रोन शॉटको अनि के भन्छ आसमान के ऊंचाइयों में शेयरिङ भनेर भयो होला दामी युज हो जे भन्दा पनि एकचोटि आएर ट्राई गर्नु त तपाईँहरू एकचोटि आएर ट्राई गर्नु त तपाईँहरू टाढाको भ्यू देखिन्छ हेर्न हेर्नु न बा कस्तो टाढाको उता हेर्न सक्नुहुन्छ उता परपट्टि खोला यताउति छ उता हाम्रो सोइताको भ्यू है अर्को गाउँ हो त्यो मार्केटिङ गर्न गइरहेको हुन्छु म चाहिँ हल्कट जान्छ म जाँदिनँ म चाहिँ मार्केटिङ गर्नलाई गइरहेको हुन्छु होइन हाम्रो उता सोइता छ होइन उताको भ्यू देखाउनु होइन त्यति खासै त राम्रो प्लेस छैन तर हाम्रो पुरानो क्रिकेट खेल्ने ठाउँ होइन क्रिकेट खेल्न गइरहेको हुन्थ्यौँ हामी पहिला चाहिँ अनि यता चाहिँ हाम्रो के भन्छ पिडालीतिरको भ्यू हो जहाँ कि म चाहिँ हिजै मार्केटिङ गरेर आइसकेँ होइन त्यहाँको भिडियो हाल्ने मलाई थियो तर के गर्नु गाइस अब टाइम थिएन होइन त्यस्तै हो जुन दिन टाइम भ्याइन्छ होइन त्यो दिन हालिन्छ भिडियो होइन यता चाहिँ हाम्रो घर छ पायमारी हाम्रो पायमारी चाहिँ यतातिर छ होइन अहिले चाहिँ हामी कल्याणपुरमा छौँ जुन चाहिँ अति नै राम्रो प्लेस छ होइन जो पनि आएर भिजिट गर्न सकिन्छ है गाइस फ्री टिकट क्या टिकट लाग्दैन यहाँ फ्री अफ कस्ट आउनलाई साह्रै हेरेको होइन मान्छे पनि हेरेको हेरेछ पोस्टर टाँगेर हिँड्नुपर्छ कि गाई जब हाम्रो यो युट्युब च्यानल छ भनेर यहाँ प्रिन्ट गराउनुपर्छ ब्रदर भ्लग्स भनेर भिडियो वान पनि हाल्छ टाइम आउँछ गाई चिन्ता नगर्नु न यहाँ लेखौँला यहाँ पछाडि लेखौँला हाम्रो ब्यानर आउँछ ब्यानर तर हेर्न सक्नुहुन्छ अब हामी तपाईँहरूलाई घर फर्किने बेला को तपाईँलाई दृश्य देखाउनेछौँ र हस्त हेर्दै नेपाल
यहाँको मजाले भन्नु बसेर खाने केही छैन तर पनि बस्ने आनन्द। अर्डर दिने त्यहाँ दिनुपर्छ। त्यसै कालो आयो त्यो मेरो चाहिँ कस्तो छ जाने तेरो पनि कालै छ। के अब हामी मान्छे नै कालो मान्छे काले काले है त क्या हुआ दिल वाले में। खेले ट्राई गर कसरी खेल्छ ए ठुटो हुने छैन नि ए खुट्टा रहेछ हेरि मैले हालिरहेको अब सिकाएर लगाएको छ मैले अब यसले के साइज यस बिडी चार्जिङमा जाने गाह्रो छ हाम्रो कास्टले लिँदैन हामीलाई इन्डियन आर्मी बाहिर कुनै पनि लिँदैन ट्राई गरेर भने बस इन्डियन आर्मी लिन्छ होइन बिडी चार्जिङ त हाम्रो कास्टले नै रिजेक्ट हाल्छ भाइ कास्टले फरक पार्छ है गाइस त्यस्तो गरे पनि होइन जुन त्यहाँको मान्छे हुन्छ होइन सिलेक्सन गर्ने तिनीहरूले चाहिँ लिँदैन जति कोसिस गरे पनि यो फ्री गर्ने कुरा हो अब आर्मी भएको मान्छेले भने एउटा हाम्रो साथीहरू पनि छ नि त होइन ट्राई गरेको अनि तिनीहरूले पनि भनेको कास्ट म्याटर गर्छ क्या जति राम्रो गर्नुभयो भने पछि तपाईँ रिजेक्ट नै हुन्छ त्यो चाहिँ दिन आइरहेको छ यहाँ यति घर छेउमा हुँदा पनि हामी कहिले आएको थियौँ बिजी मान्छे हो नि त हजुर सबै काम हुन्छ। यहाँ म पनि हाल्नु झरे हुने छैन है गाइस यहाँ पुरै लन्चमा झार्ला छैन। मोबाइल कहाँ झार्छौँ हामी झर्दैन खुट्टा यो चाहिँ कस्तो खालको एक्सर्साइज हो भन्नु होला यो पनि हामीलाई थाहा थाहा छैन छैन हामीले यो। हामी जस्ट तपाईँलाई सो गरिरहेको छु देखाइरहेको छौँ होइन हामीहरू फ्यामिली प्याकवाला मान्छे हो क्या हामीहरू यस्तो एक्सर्साइज गर्दैन यस्तो। हामी के गर्छौँ त हामी के गर्छौँ तपाईँलाई थाहा छ होला अलि लेजेन्ड क्यान अन्डरस्ट्यान्ड अरे क्या हामी के गर्न सक्छौँ लेजेन्डहरूले मात्रै बुझ्छ नि। ल ल ल भयो बाबा आइएन यार दसैँ आयो पिङ खेल्नु पर्दैन ए दसैँ आएपछि पिङ नखेलेको के खेल्नु होला त दसैँमा पिङ त खेल्नुपर्छ होइन ल चढ हेर्नुहुन्छ हामी है बस् न हेर्नुहुन्छ तपाईँहरू कि हाम्रो दसैँ सकिसकेको छ अहिले हामीहरू पुग्दैन। टाइमै थिएन नि त्यति अब के गर्नु हाम्रो शेखर भाइ आसमानको उचाइमा जाने मलाई छ आसमानको उचाइ हेर्नु अगाडि ल भयो 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 अनि आफै फोर्स लाउने पनि एउटा कला हो क्या गाइस जुन कि मलाई आउँदैन आफै फोर्स गर्न यसलाई आउँछ अहिलेमा हामी कहाँ पुग्छौँ। सुरुमा मात्रै हो क्या हामीले फोर्स लाउनु पर्छ अर्को पालितिर आफै हालिन्छ केटाहरू जुन कि मैले अहिलेसम्म ट्राई गरेको छैन उठेर हान्छ उहिले हान्ने होला त ओ मेरो गौतम बुद्ध ल भयो जाउँ र म नहान्ने गाई छैन अब हामी चाहिँ घरतिर लाग्नेवाला छौँ होइन अनि तपाईँलाई देखाउने छौँ अर्को भिडियोमा हाम्रो अर्को क्लिपहरू र हेरिरहनु होला लास्टमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइज होइन र निस्क्यो अब जाउँ म चाहिँ ओर्लिसकेको छु। ल यो यसको अब घरतिर जाउँ। अब घरतिरको तपाईँलाई भिडियो देखाउनेवाला छौँ यो भिडियो चाहिँ अहिले बन्द गर्न लागिरहेको छ गाइज हेलो एन्ड नमस्ते हेर्न सक्नुहुन्छ हामीहरू आइपुग्यौँ घरतिर। अब घर हाम्रो छेउमा छ। अब 2 मिनट गयो 2 अब मिनट घर गएर ऊ आफ्नो बाटो म आफ्नो बाटो घरमा पनि काम छ काम त सक्दो गर्नु पऱ्यो यसरी बेला डुबेर त हुँदैन नि यसो नै चलेगन। ल अब 2 मिनटको बाटो छ ऊ पनि आफ्नो घर जान्छ म पनि आफ्नो घर जान्छु खानासाना खाने आफ्नो काम गर्ने। आजको भ्लग यति हो हेर्नु होला कमेन्ट गर्नु होला राम्रो लाग्यो राम्रो लागेन हामीले के सुधार गर्नुपर्छ भनेर हेर्दै गर्नु होला लाइक एन्ड सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला हाम्रो च्यानल अलिकति सानो छ अहिले 1 मिलियनमा सेयर गरिदिनु होला 1K त कटाउनु होला क्या धेरै नभए पनि सुरुमा 1K पुग्नु पर्यो होइन वाच टाइम पनि बढ्नुपर्छ अहिले अहिले धेरै होइन 1K मात्रै वाच टाइम भएको छ अझै 3K चाहिएको छ होइन सबैलाई बढाउनु पऱ्यो सानोदेखि ठुलो सबैलाई बढाउनु पऱ्यो। हस्त जय नेपाल सब्सक्राइब गर्दै हेर्नु होला सब्सक्राइब गर्दै गर्नु होला र भेट्नेछौँ हामी अर्को भिडियोमा।